यो ठाउँ हो कपिल वस्तुको तिलौराकोट है। यहाँ चाहिँ गौतम बुद्धको मामा घर भन्छन् है। यो ठाउँ एकदम अविस्मरणीय ठाउँ रहेछ। यहाँ धेरै ठुल्ठुला सयौं वर्षका चाहिँ ठुल्ठुला वृक्षहरू रहेछन्। बर पिपलहरू यस्तो ठुल्ठुला रुखहरू है। यिनलाई धेरै संरक्षण गरेर राखिएको ठाउँ रहेछ। यहाँनिर त्यो बेलाका चाहिँ जम्मै भग्नावशेषहरू जे होस् यहाँ राखिएको रहेछ है। यो पनि एउटा चाहिँ राम्रो ठाउँ रहेछ। यसैलाई सानो एउटा भिडियो बनाएँ मैले हैन। यो ठाउँहरू यहाँ हिँड्ने बाटोहरू पब्लिकहरू यहाँ भिजिटरहरू चाहिँ हिँड्नको लागि चाहिँ यो काठको चाहिँ कस्तो राम्रो चाहिँ हिँड्ने ठाउँ बनाएको रहेछ है। यसबाट हिँड्ने हैन। यहाँको ठाउँ ठाउँमा सूचना पार्टीहरू पनि राखिएको छ। के हो कसो हो भनेर यसको बारेमा ज्ञानको लागि है। अनि श्रद्धालु भक्तजनहरू पनि यहाँ आउँदो रहेछन्। उनीहरू हिँड्नेहरू छन्। यहाँ विशेष महत्त्व चाहिँ महत्त्व भनेको यहाँको वृक्षहरू जस्तो लाग्यो मलाई। धेरै राम्रो शीतल है। तराईको चाहिँ ठाउँहरूमा यो 100, 200, 300 वर्षका रुखहरू हेरेर पाइँदो रहेछ यहाँ चाहिँ है। यी रुखहरूलाई चाहिँ पूर्ण रूपले संरक्षण गरिएको छ है। यो चाहिँ मलाई अचम्मै राम्रो लाग्यो। अनि यी रुखहरू प्रायः रुखहरूलाई चाहिँ अब यो मेरो अगाडिमा देखिएको यो बरको पिपलको रुख है। त्यसमा मान्छे यो यहाँ आउने भिजिटरहरूलाई बस्नको लागि चाहिँ खुब मजाको चारैतिर चाहिँ घेरेर बनाइएको छ है। यो रुख यति ठुलो छ, यति ठुलो छ, विशाल छ यो हो। यिनीहरू यता दायाँ हेऱ्यो बायाँ हेऱ्यो जता चाहिँ रुखै रुख छ। यो चाहिँ यसको एउटा चाहिँ धेरै राम्रो लाग्यो मलाई है। यो एउटा चाहिँ तिलौराकोट राम्रो ठाउँ जस्तो लाग्यो मलाई। अब यही नै छ यसको। अब म करिब यहाँनिर घुमेर यसको बाहिर निस्किने ठाउँमा पनि आइसकेँ म है। थ्याङ्क यू बाबु, थ्याङ्क यू बाबु है। त्यही हो यहाँ जे होस् राम्रो शान्त वातावरण। धेरै पर्यटकहरू भेट छैन, त्यही पनि धेरै राम्रो छ यहाँ है। यसलाई चाहिँ सरकारले चाहिँ रिजर्भ गरेर राखेको रहेछ। त्यो राम्रो हो। यो चाहिँ म अब करिब 3 आइसकेँ म यहाँ तिलौराकोट। यहाँ सानो पुलिसको बस्ने एउटा पाली गेटपाली बस्ने ठाउँ रहेछ। टुरिस्टहरू पनि रहेछन्। यिनलाई बताउँदैछन्।